Hello everyone, प्रणाम सबैमा र फर्स्ट अफ अल वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ मैले धेरै दिनको बाद एउटा सर्ट भिडियो बनाइरहेको छु, किनभने चाहिँ यो दिन त एकदमै स्पेशल हो नि त। अहिले हामी सबैलाई याद भएकै कुरो हो कि अहिले हाम्रो दसैँ हिजोदेखि स्टार्ट भयो र यो टिकाको फर्स्टको दिन एकदम स्पेशल। र हामीलाई दसैँ भनेपछि हैन अब घर परिवार हैन आफन्तहरू हामी सम्झिने गर्छौं र त्यही कारण चाहिँ हामी घरदेखि टाढोमा छौं र दसैँ मान्नु हुनेछ भने त टिका त लगाउनै पर्यो है। त्यही भएर हामीले पनि यहाँ टिकाको सुरुवात गर्यौं र पूजा पाठहरू गरेर एकदमै राज्यको आशीर्वाद लिएर चाहिँ हामीले टिकाहरू यसो चढाएर आज चाहिँ मेरो श्रीमानले सचिनले मलाई टिका लगाउन जानु हुँदैछ र अब पछि त हामीले पनि आफ्नो घरमा हैन आफूभन्दा सानोलाई र आफ्नो हैन को आउँछ सबैलाई टिका लगाइदिनु पर्ने हो र हामीले पनि सिक्दै गरेको यो टिका लगाउने जुन हाम्रो प्रथा छ, हाम्रो के भन्नु कल्चर जे भने पनि हुन्छ। एकदमै मन पर्छ दसैँको बेला र हामी घरलाई यति साह्रो सम्झना गरिरहेको छौं, यति साह्रो मिस गरिरहेको छौं हैन। दुईटै घरलाई, आफ्नो आफन्तहरूलाई, आफ्नो आफूभन्दा सानो भाइ बहिनीलाई, ठुलो दादा दिदी हैन काका काकी सबैजनालाई हामीले एकदमै मिस गर्दै हामीले टिकाको एकदमै आनन्द उठायौं। र मलाई टिका लगाइदिसकेर आशीर्वादहरू दिएर चाहिँ बर्बनले पनि टिका लगाइसक्यो र यो जमरा चाहिँ हामीले किनेर लिए, किनभने हामीले घरमा यही उमारेको थिए तर अलिकति हुन सकेन, त्यही भएर चाहिँ यो उले किनेर ल्याएछ र एकदमै खुसी लाग्यो आज हामीले टिका यसरी मजाले आनन्दसँग मनायौं। र यति बेला चाहिँ हामीले टिका मात्रै लगायौं खुसी भएर, किनभने चाहिँ खानाहरू चाहिँ हामीले स्टार्ट गरेको थिएन बनाउनु र मलाई चाहिँ उले एकको ढ्याक दिएर चाहिँ छक्कै पार्यो र एकदम हाँस्दैछ। अनि गोजीबाट चाहिँ उले फेरि पनि मलाई 500 निकालेर दियो। अनि बादमा मैले बर्बनको भन्दाखेरि चाहिँ यो पनि तिम्रै हो भन्यो। अनि छोरालाई त पैसा दिन बिर्स्यो बाबाले र बादमा चाहिँ फेरि पनि उसले पर्सबाट चाहिँ अब बर्बनको लागि भनेर चाहिँ 20 रुपैयाँ बर्बनलाई दियो। अनि बर्बनले त लिँदैछ, उसले पनि यो पैसाले कुछ न कुछ त गर्छ। अनि सुँग्दैछ उसले यो के दिनुभयो मेरो पापाले भनेर। अनि मैले भने यो पैसा चाहिँ मै राखिदिन्छु बर्बनको र म चाहिँ अब ढोक्न गइरहेको छु। थ्याङ्क यू फर वाचिङ।